यहाँनिर चाहिँ असल आचरण र सम्बन्धमा शिक्षा बुझिरहेको छ है। आज यो शिक्षाहरू चाहिँ हामीले एकदमै याद गर्नुपर्दछ है, किनकि हामी मण्डलीमा आउँदा मात्रै नभइकन हामी जहाँ केही पनि बस्दा रहँदा जहिले पनि आज हामीले यो भुल्नु हुँदैन, हामी विश्वास अनि हामीले कसरी चल्नुपर्छ भन्ने कुरो हामीले बोल्नु हुँदैन होइन। एकदमै हामी सिरियस हुनुपर्दछ है, हाम्रो जीवनशैली चाहिँ एकदमै हामीले सिरियस हुनुपर्छ। यहाँ भन्छ तर मानिसले चाहिँ खाँटी शिक्षालाई सुहाउने कुराहरू बोल्नु। आज हामीले बोल्दाखेरि चाहिँ है, हामीले बोल्दाखेरि चाहिँ एकदमै ध्यान दिएर कुराहरू बोल्नुपर्दछ, किनकि अतीतको दिनमा जो बितेको समयमा हामी अन्धकारमा थियौँ त्यो समयमा हामीले बोल्दा जे पनि बोल्दथ्यौँ होइन। तर अहिले त्यस्तो होइन। प्रभुमा आइसकेपछि चाहिँ हामीले एकदमै होस गरेर बोल्नुपर्छ है। हामीले कसैलाई हट गर्नु हुँदैन। हामीले एकदमै बोल्दाखेरि एकदमै याद गरेर बोल्नुपर्दछ। अनि विश्वासीले हाम्रो बोली वचनहरू कस्तो हुनुपर्दछ यो कुरा एकदम ध्यान दिनुपर्दछ है, किनकि पहिलेको समयमा अहिले पनि कति मान्छेलाई यो कन्सेप्ट चाहिँ एउटा छाप छ कि है। एकदमै राम्रो प्रकारले नम्र भएर एकदमै राम्रो व्यवहार गरेर बोल्यो भनेदेखि चाहिँ अझै पनि संसारको मान्छेले त्यो भन्छ क्या विश्वासी हो भनेर, त्यस्तो प्रकारले त्यो छाप छ विश्वासीका थिए। अनि यो छापमा चाहिँ हामीले दुर्गन्ध बनाउनु हुँदैन है। अनि यहाँले भन्नुहुन्छ र बुढा मानिसहरू सचेत गम्भीर आत्मस्वामी हुन्, विश्वासमा प्रेममा धीरजमा पक्का हुन्। आज फेरि पनि यहाँनिर भन्नुभएको छ जति पनि हाम्रो विश्वासीहरू उमेरमा पाएको हुनुहुन्छ जोहरू है, बाबा आमा जो पनि हुनुहुन्छ है। अनि एकदमै के भन्नुहुन्छ सचेत हुन्, गम्भीर हुन् भन्नुहुन्छ, किनकि अब हामीले देख्छौँ किन हाम्रो मण्डलीमा त यहाँनिर थोरै छ, अलिकति उयो धेरै भएको आन्टी अङ्कल हुन्छ, हाम्रो आमा हुन्छ, अनि हाम्रो दाजु है हुनुहुन्छ। आजभन्देखि यही काम होला थोरै छ होइन, अरू सबै जमानी छ। तर पनि हाम्रो एकदमै गम्भीर गरेर नै बोल्नुहुन्छ एकदमै। तर पनि कति ठाउँमा हामी देख्छौँ मान्छे चाहिँ एकदमै बुढो भइसकेको हुन्छ, उमेर पनि बुढी भइसकेको हुन्छ है, उमेर अब पक्का भइसकेको हुन्छ, तर नचाहिँदो खेलखट्टाहरू है कस्तोहरू सिकाएर बोलिरहेको हुन्छ क्या। तर त्यस्तो कुरोहरू चाहिँ विश्वासीलाई सुहाउँदैन त्यस्तो कुरोहरू चाहिँ, किन भनेदेखि यहाँले भन्नुभएको छ नि है। यहाँ यही प्रकारले बुढी स्त्रीको चालचलन पवित्रतालाई सुहाउँदोस्। आज जति पनि अब मण्डलीमा आमाहरू हुन्छन् त्यो चालचलन आमाहरूको चालचलन चाहिँ सुहाउँदोस् है, पवित्रतालाई सुहाउँदोस् भने एकदमै चोखोपन हुनु पऱ्यो है, सबैलाई प्रेम गर्ने है, सबैसँग मेलमिलापमा रहने सिकाउने हुनु पऱ्यो है। अब एकदमै उमेरमा चाहिँ माथि पुगिसक्यो, विश्वास गरेको धेरै वर्ष भइसक्यो, तर पनि म त केही जान्दिनँ, थाहा छैन होइन, त्यसरी चाहिँ नमना हुँदैन, सिक्नु पऱ्यो भन्ने कुरोहरू छ। आज यो कुरो चाहिँ सिक्नु पर्दछ। अनि यहाँ बाइबलले भन्दछ सिकाउनुमा पवित्रतालाई सुहाउँदो होस् भन्नुभएको छ होइन। न झुट दोष लगाउने है, झुट दोष लगाउने हुँदै भयो है, न प्रियगण तर असल कुराहरू सिकाउने, हेर्नुहोस् त, तर असल कुराहरू सिकाउने आफूदेखि मुनिकाहरूलाई। यसको मतलब यो होइन कि जो मण्डलीमा आएको हुनुहुन्छ बाबाहरू है, आमाहरू आएको हुन्छ उहाँहरू मात्रै होइन, जो आफू उमेरमा बढ्दै गइरहेको छ है। जस्तै अब म पनि भएँ, अब उमेरमा म पनि अब 40 कटेँ होइन। अब जतिजना 40 कटे 50 कटे अब उमेरमा बढ्दै जान्छ। हामीले अति नै त्यसरी आफ्नो व्यवहारमा चाहिँ चालचलनमा सुधार्दै हुँदै जानु। अब पहिलाको जस्तो खेलखट्टा गरेर है त्यसरी चाहिँ हुँदैन भन्ने कुरो। अनि सिकाउन यहाँ भन्नुहोस् है, सिकाउने होस् कुराहरू, असल कुराहरू सिकाउने होस्। तर यसको लागि अब हामीले नै बाइबल अध्ययन गरेको छैन, बाइबलको शिक्षा हामीलाई नै थाहा छैन भनेदेखि हामीले सिकाउने कसरी? यो त गाह्रो कुरो हो। त्यो कारणले गर्दा चाहिँ है आज हामीले बाइबल अध्ययन गर्नुपर्दछ। अब यो प्रश्न आउँछ बाइबल अध्ययन गर्नुपर्छ भन्दा आज हामी कतिजनाले दिनमा एकपटक बाइबल पढ्छौँ त? यो कुरा एकदमै इम्पोर्टेन्ट है। दिनमा एकपटक, 2 पटक, 3 पटक, ल एकपटक मात्रै भयो। कतिजनाले हामीले खोलेर बाइबल पढ्छौँ कि सन्डे आउँदा मात्रै पढ्छौँ कि? पहिला सुन्थेँ क्या मैले, अनि बेडैमा हुँदाखेरि प्रभुदासले भन्नुहुन्थ्यो बाइबल 2 खाले हुन्छ भन्नुहुन्थ्यो क्या। एउटा चाहिँ सन्डेमा बोक्ने र अर्को चाहिँ राख्ने अरे भन्थ्यो क्या। तर वास्तवमा बाइबल त एउटै हो। त्यसो मतलब चाहिँ कतिले चाहिँ राख्ने गर्छन्, कतिले पढ्ने गर्छन् भन्नु खोज्नुहुन्छ
है। अब हामीलाई बाइबलको ज्ञान भएपछि चाहिँ हामीले सिकाउन सक्छौँ। यसको मतलब चाहिँ हामीले बाइबल अध्ययन गर्नु पऱ्यो होइन। जब हामीले बाइबल अध्ययन गऱ्यौँ भनेदेखि हामीलाई बाइबलको शिक्षाहरू है ज्ञान आउँदै जान्छ। नत्र त के हुन्छ, बाइबल चाहिँ पढेको छैन, अब बाइबल पढ्दैन, बाइबल ज्ञान छैन भनेदेखि चाहिँ जति नै उमेर बित्यो भने पनि त्यो बालकको बालै रहन्छ, बालकै रहन्छ, केटाकेटी नै हो, केटाकेटीकै अवस्था हुन्छ। अनि भन्छ म त आउँदैन हो, पढ्नु पऱ्यो नि होइन, अध्ययन गर्नु पऱ्यो नि त त्यसको लागि। अनि यहाँले भन्नुहुन्छ तिनीहरूले तरुणी स्त्रीहरूलाई सचेत हुन, आफ्ना आफ्ना पतिलाई प्रेम गर्न, आफ्ना नानीहरूलाई माया गर्न सिकाऊ। हेर्नुहोस् त आज मण्डलीमा भएको है, मण्डलीमा भएको जो उमेरमा भएको हुन्छ उहाँहरूले चाहिँ भन्नुहुन्छ यहाँनिर असल असल कुरा सिकाउनु पऱ्यो। कस्तो भन्नु, तरुणी स्त्रीहरूलाई सचेत हुन, आफ्ना आफ्ना पतिलाई प्रेम गर्न। तरुणी स्त्रीहरूलाई जो भर्खर आउँदै गरेको छ है, आउँदै गरेको, हुर्किँदै गरेको, पढ्दै गरेकोलाई सिकाउनु पऱ्यो, यस्तो गर्नुपर्छ, यस्तो गर्नु हुँदैन। तर सिकाउनुभन्दा अगाडि आफू चाहिँ उदाहरण बन्नु पऱ्यो, अनि म मात्रै हेर्छ। नत्र आफू चाहिँ उदाहरण छैन, मुखले चाहिँ ट्याउ 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 गर्दा चाहिँ मान्छेले पढ्दैन है, उदाहरण चाहिँ भन्नु पऱ्यो होइन। अनि यहाँले भन्नुहुन्छ पतिलाई प्रेम गर्न है, आफ्नो पतिलाई प्रेम गर्न। किनकि आज पति र पत्नी बिचमा प्रेम चाहिँ एकदमै हुनुपर्दछ है। जसरी परमेश्वरले हामीलाई प्रेम गर्नुहुन्छ अनि हामीमा बिचमा पनि, हाम्रो घर परिवारमा पनि पहिलो कुरो पति पत्नीमा एकदमै प्रेम हुनुपर्दछ। पति पत्नीमा प्रेम भएन, त्यो घरमा प्रेम छैन भनेदेखि बाहिर जस्तो सुकै है रमाइलो ठाउँमा हामी किन नजाउँ, जस्तो सुकै आनन्द आउने होस्, तर घरमा चाहे त्यो झुपडी होस् है, त्यो झुपडी होस्, तर पति पत्नी बिचमा प्रेम छ भने त्यो जस्तो आनन्द के हुन्छ होइन, त्यो जस्तो राम्रो खुसियाली कुरा के हुन्छ। कस्तो मिठो राम्रो कुरा हामीलाई परमप्रभुले भन्नुहुन्छ है, आफ्नो पतिलाई प्रेम गर्न सिकाउनु। अनि यहाँनिर भन्नुभएको छ आफ्ना नानीहरूलाई माया गर्न सिकाउनु। नानीहरूलाई पनि हामीले माया गर्नुपर्दछ है। कति ठाउँमा हामीले देख्छौँ कस्तो कस्तो है, अब वचनहरू लगाइरहेको, कस्तो कस्तो वचनले अब है कराइरहेको, हकारिरहेको हामी देख्छौँ। तर माया गर्न सिकाउनु भनेको छैन है, माया गर्न सिकाउनु आउँछ फेरि। त्यसको मतलब फेरि फुल फुलाएर राख्ने भन्ने कुरो पनि होइन है, टाढा गर्ने समयमा दिनुपर्छ। आफ्नो नानीलाई माया गर्न सिकाउनु, आत्मस्वामी पवित्र घर सम्हाल्ने। हेर्नुहोस् त, घर सम्हाल्ने भला आफ्ना आफ्ना पतिको आज्ञाकारी हुन सिकाउनु। त्यस्तो घर सम्हाल्ने हुनु, स्त्री जातिको स्त्री दिदीबहिनीहरू घर सम्हाल्ने हुनु पऱ्यो होइन, घर सम्हाल्ने हुनु पऱ्यो भन्नुभएको छ। किनकि संसारमै पनि एउटा भनाइ छ क्या, संसारमै पनि कस्तो भनेदेखि एउटा घरमा दाजु अथवा एउटा घरमा छोरा मान्छे जाँड बसी खाएर पुरा मात्र ल्याङ भएर हिँडेको छ भने पनि दिदीबहिनी त्यो घरमा स्ट्रिक्ट छ, ठाउँमा छ भने त्यो घर ढलेको हुँदैन। संसारमै पनि हामीले हेऱ्यौँ, तर छोरा मान्छे चाहिँ एकदमै स्ट्रिक्ट छ, राम्रो काम गरिरहेको छ, दिदीबहिनीले त्यो घरमा गल्ती छाडेको भने नि त्यो घर कस्तो हुन्छ है, त्यस्तो छ। अनि इम्पोर्टेन्स अलिकति दिदीबहिनीलाई दिएको चाहिँ त्यो हो, घर सम्हाल्ने हुनु पऱ्यो। अनि यहाँनिर आज्ञाकारी हुन सिकाउनु, पतिका आज्ञाकारी हुन सिकाउनु। अनि अब संसारमा त के छ भनेदेखि तपाईँको यो राइट्सको कुरो गर्छ नि संसारमा चाहिँ है, पुरा वुमन राइट्स के राइट्स होइन, बराबर हो, हामी इक्वल हो भनेर भन्छ होइन। तर हाम्रो बाइबलले त त्यसो भन्दैन, पति त सिधै हो भन्छ है यो कुरो चाहिँ। अनि पत्नीहरू चाहिँ पतिको आज्ञाकारी एकदम हुन एकदम इम्पोर्टेन्ट छ है। आज्ञा यसको मतलब यो होइन अब श्रीमानहरूले श्रीमतीलाई चाहिँ खुट्टामा राख्ने मुनि, त्यस्तो होइन है। पतिको ठाउँ आफ्नो छ, पत्नीको ठाउँ आफ्नो छ, तर पनि आज्ञाकारितामा बस्नुपर्छ। किनकि बाइबलले भन्दछ पति शिरो होइन, त्यो कारणले गर्दाखेरि पनि यो कुरो इम्पोर्टेन्ट छ। अनि कि परमेश्वरको वचनको निन्दा नहोस्। आज हामीले यसो गर्न सकेनौँ भनेदेखि चाहिँ बाइबलमा लेखित जति हामीले पढ्यो यो कुरोहरूलाई पालन गर्न सकेनौँ भने परमेश्वरको वचनको निन्दा हुन्छ। अन्य जातिले निन्दा गर्छन् भन्नु त यिनीहरूले यसो पो भन्छन् त हौ, मैले पनि सुनेको त, बाइबल पढेको खै त हौ, छैन त व्यवहारमा भन्छन् क्या, निन्दा हुन्छ। अनि यही प्रकारले जवान पुरुषहरूलाई आत्मसंयम हुन अर्थ देऊ। जवान पुरुषहरूलाई कसरी आत्मसंयम हुने त्यो कुरामा हामीले अर्थ दिनुपर्छ। कसरी जवानहरू पनि आत्मसंयम हुने होइन, आफ्नो ठाउँमा आफू मजाले हुने है, सेल्फ रेस्पेक्ट राख्ने। अनि सबै कुराहरूमा आफूलाई असल
कामहरूको नमुना बनाऊ। हेर्नुहोस् त, सबै कामहरूमा आफूलाई हामी विश्वासी भएपछि सबै कामहरूमा असल कुराको हामीले नमुना गर्नुपर्छ है। तर अब हामीले आफ्नो ज्ञानले गरेर चाहिँ ज्ञानले बुद्धिले आफूले त्यो बलबुकाले चाहिँ हुँदैन नि। जबसम्म हामी है शून्यमा आएर म केही पनि होइन प्रभु तपाईँको अगाडि म केही पनि होइन, जब हामी यसरी यो कुरा सब गरेर प्रभुको चरणमा आउँदैनौँ तब हामी आफ्नो दिमागले हाम्रो बलले केही पनि हुनु छैन। सबै कुरो परमेश्वरबाटै हुन्छ र परमेश्वरको अगाडि हामी झुकेर जब आउँदैनौँ तब केही पनि हुँदैन। यो चाहिँ फेरि पहिलो कुरो है। अनि यहाँनिर शिक्षामा चाहिँ चोखोपना, गम्भीरता, सच्चाइ, शुद्ध वचन हो। सबै कुरो चाहिँ सच्चा शुद्ध वचन चाहिँ हुनु पर्यो होइन। आउनुहोस् फेरि पनि यहाँनिर यो आचरणकै विषयमा अब विश्वासीहरूको घर परिवारको ज्ञान कस्तो हुनुपर्छ भन्ने कुरा आउनुहोस् त कलसीको पुस्तकमा। धेरै लानु चाहँदैन, थोरै यसमा हामी है। कलसीको पुस्तक यहाँनिर कलसी पुस्तक 3 अध्यायको हामी पढ्छौँ 18 देखि हामी पढ्नेछौँ। यहाँनिर 18 पदको 3 अध्यायको द बुक अफ कोलोसियन्स च्याप्टर 3 विल रिड फ्रम 18 to 22 है। हामी 3 अध्यायको 18 देखि लिएर 22 पदसम्म पढ्नेछौँ। ल पढिदिनुहोस् कसैले। हे पत्नीहरू हो, हजुर, तिमीहरू आफूलाई आफ्ना आफ्ना पतिको अधीनतामा सुम्प, हजुर, किनकि प्रभुमा यो उचित छ। हेर्नुहोस् त, हजुर, हे पतिहरू हो, हजुर, आफ्नी आफ्नी पत्नीलाई प्रेम गर हजुर, र उनीहरूप्रति तीता नबन। हे नानीहरू हो, हजुर, सबै कुराहरूमा आफ्ना बाबुआमाको आज्ञा पालन गर, हजुर, किनकि यसैले प्रभुलाई साह्रै खुसी पार्छ। हजुर। हे बाबुहरू हो, आफ्ना छोराछोरीहरूलाई रिस नउठाऊ, नत्र उनीहरू रिसाए निराश हुनेछन्। हे दासहरू हो, सबै कुराहरूमा शरीर अनुसार जो तिमीहरूका मालिकहरू छन् उनीहरूको आज्ञा पालन गर, मानिसहरूलाई खुसी पार्नेहरू झैँ आँखाको अघि मात्र सेवा गर्ने होइन, तर परमेश्वरको डर मानेर हृदयको सच्चाइ साथ गर। विश्वासी परिवार दास मालिकका निम्ति नियम है। आज विश्वासी परिवार भनेको त आज नियम राखिदिनुपर्छ, मालिक दासका निम्ति नियम अनुसार। हे पत्नीहरू हो, तिमीहरू आफूलाई आफ्ना आफ्ना पतिको अधीनतामा सुम्प, किनकि प्रभुमा यो उचित छ। हेर्नुहोस् त, आज पत्नीहरूले प्रभुमा सुम्बिनुपर्छ है। भने मतलब आज्ञाकारी हुनुपर्छ भन्नु खोजेको होइन, आज्ञाकारी हुनु पऱ्यो नि। नत्र त अब श्रीमानले के भन्छ, श्रीमतीले के भन्ने, घर सल्लाह मिल्दैन हो, झगडा हुन्छ है। अब आज्ञाकारिता भयो भने त त्यस्तो केही पनि हुँदैन। अनि यो अधीनतामा बस्नु है, अधीनतामा बस्नु चाहिँ एकदमै इम्पोर्टेन्ट हो। मण्डलीमा पनि यो अधीनताको कुरा आउँदाखेरि मण्डलीमा पनि अधीनता भन्ने कुरा एकदमै इम्पोर्टेन्ट छ है। मण्डलीको अधीनतामा विश्वासी भइसकेपछि हामी मण्डलीको अधीनतामा बस्नुपर्छ है। हामीले कुनै पनि केही कुराहरू गऱ्यौँ भनेदेखि चाहिँ मण्डलीमा खबर गर्नुपर्छ है। मण्डलीको अधीनतामा बस्नुपर्छ। यदि मण्डलीको अधीनतामा बसेन भनेदेखि चाहिँ यो उडोपुत्र जस्तो हुन्छ। फेरि अधीनतामा बस्नुपर्छ। घरमा पनि त्यही हो, एकअर्काको अधीनतामा बस्नुपर्छ है। अनि यो चाहिँ किनकि प्रभुमा यो उचित छ भन्छ, अधीनतामा बस्नु चाहिँ उचित छ भन्नुभएको छ। हे पतिहरू हो, आफ्नो पत्नीलाई प्रेम गर र उनीहरूप्रति तीता नबन। पतिहरूलाई पनि चाहिने कुरा थियो। हे पतिहरू हो, आफ्नो पत्नीहरूलाई प्रेम गर होइन, प्रेम गर भन्नुभएको छ। आफ्नो पत्नीप्रति तीता नबन। यो कुरो चाहिँ फेरि हामीले जहिले याद गर्नुपर्छ, जहिले पनि याद गर्नुपर्छ होइन, जहिले पनि याद गर्नुपर्छ। विशेष गरी त हामीले बोल्दाखेरि हामीले के बोल्दैछौँ, के भन्दैछौँ होइन, यो कुरो चाहिँ एकदमै ख्याल गर्नुपर्छ। किनकि हामी चुक्ने भनेको व्यवहारमा चुक्ने हो नि त। वचन त याद हुन्छ नि सबैलाई, पढेको हुन्छ याद हुन्छ, तर व्यवहारमा चुक्छौँ नि त। अनि यहाँनिर भन्नुहुन्छ, हे नानीहरू हो, सबै कुराहरूमा आफ्ना बाबुआमाको आज्ञा पालन गर होइन। अब नानीहरूलाई पनि छैन केटाकेटीहरूलाई है,
खुसी पार्छ है। अब नारीहरूले पनि आज्ञा पालन गरेको छ चाहिँ एकदमै मनपर्छ अरे प्रभुलाई आज्ञा पालन गरेको चाहिँ। अनि यहाँले भन्नुहुन्छ ए बाबुहरू हो आफ्ना छोराछोरीहरूलाई रिस नउठाऊ न त उनीहरू निराश हुनेछन्। अब बाबा आमाले पनि छोराछोरीलाई रिस उठाउनु भएन है। कुनै केही गरे भने मजाले सम्झाउनुपर्छ। सम्झाउने तरिका हुन्छ ल्याङ्ला बुङ रिस देखाएर है, अब ल्याङ्ला बुङ गर्नु हुँदैन भन्ने कुरोहरू मजाले सम्झाउनुपर्छ। हामीले सम्झाउन सकिन्छ, सम्झाउन त बुझ्छ भने तर यसको मतलब ताडना पनि चाहिन्छ है, ताडना पनि चाहिन्छ कि यहाँ आउनुहोस् त यहाँनिर एबिसी पुस्तकमा आउनु त एकदम सिकाउँछ। एबिसी पुस्तक 6:4 पढिदिनुहोस् त। एबिसी पुस्तक 6:4 के भन्नुहोस् यहाँ। अनि हे बुबाहरू हो हजुर आफ्ना छोराछोरीहरूलाई रिस नउठाऊ हजुर तर प्रभुको अनुशासन र हजुर चेतावनीमा तिनीहरूको पालन पोषण गर। हेर्नुहोस् न, हे बाबुहरू हो आफ्ना छोराछोरीलाई रिस नउठाऊ, रिस चाहिँ नउठाऊ भनेको छ। ठिक छ, एकदम राम्रो। रिस उठाउनु हुँदैन, उनीहरूले के छ कसो हामीले बुझिदिनुपर्छ होइन। तर प्रभुको अनुशासन र चेतावनीमा तिनीहरूको पालन पोषण गर। प्रभुको अनुशासन यो इम्पोर्टेन्ट छ नि त है। प्रभुको अनुशासन चाहिँ इम्पोर्टेन्ट छ, एकदम इम्पोर्टेन्ट छ। हामी रिस उठाउनु हुँदैन ठिक छ, तर अनुशासन त हामीले राख्नुपर्छ। अनुशासनमा बस्नु मानेन भने कोही बेला छडी पनि लाउनुपर्छ। त्यो चाहिँ फेरि इम्पोर्टेन्ट हो, अनुशासन एकदम इम्पोर्टेन्ट छ। अनि भन्नुहोस् चेतावनीमा, त्यो अनुशासन र चेतावनीमा हेर्नुहोस् न, चेतावनी पनि दिनुपर्छ। तिनीहरूको पालन पोषण गर भन्छ। नारीहरूलाई चाहिँ अब हामीले चेतावनी पनि दिनुपर्छ, अनुशासनमा पालन पोषण राखेर भने पालन पोषण गर्नुपर्छ। यो एकदमै इम्पोर्टेन्ट हो होइन, यो चाहिँ एकदमै इम्पोर्टेन्ट हो। आउनुहोस् अब यहाँनिर 22 पद पढौँ। हे दासहरू हो सबै कुराहरूमा शरीर अनुसार जो तिमीहरूको मालिकहरू छन् उनीहरूको आज्ञा पालन गर। मानिसहरूलाई खुसी पार्ने चाहिँ आँखाको अघि मात्र सेवा गर्ने होइन, तर परमेश्वरको डर मानेर हृदयको सच्चाइ साथ गर। अब हामी शरीरमा पनि आज हाम्रो मालिकहरू छन् होइन। अब हामी जहाँ काम गर्छौँ त्यो कम्पनीको मालिक हाम्रो मालिक। अब हामीले त्यहाँ पनि आज्ञा पालन गरेर कामहरू गर्नु पऱ्यो है, आज्ञा पालन गरेर कामहरू गर्नु पऱ्यो, डर मान्नु पऱ्यो। त्यहाँ पनि नियम नीति हुन्छन्, त्यो कुरोहरूलाई मान्नु पऱ्यो हामीले। अनि हामीले कुनै पनि काम गर्दा चाहिँ मान्छेलाई खुसी पार्ने जस्तो नभएर, मान्छे होस् नहोस्, देखुन् नदेखुन्, इमान्दारितामा पवित्रतामा रहेर हामीले गर्नुपर्छ। मान्छेले देखोस् कि नदेखोस् होइन। भेटिलाउँदा पनि हामीलाई भन्नुभएको छ दाहिने हातले दिएको देख्ने थाहा होस् भनेर। त्यसो मतलब के हो, प्रभुले जान्नुहुन्छ नि त होइन। प्रभुले देख्नुहुन्छ सबै कुरो, मान्छेले देख्नु राम्रो चाहिँ गर्नु पऱ्यो। प्रभुको डर मानेर प्रभुलाई सम्झेर राम्रो चाहिँ गर्नु पऱ्यो, इमान्दारिता भनेको। अब नानीहरूको विषयमा आउँदै गर्दाखेरि अब हामी सबैजना बाबा आमाहरू हो, हाम्रो सबैको नानीहरू छ है, एकदम इम्पोर्टेन्ट हो। नानीहरूलाई चाहिँ अब सानै अवस्थामा हुँदाखेरि नै यातनापूर्वक सिकाउनु भन्छ। अनि जुन बाटोमा उहाँहरूलाई सानो उमेरमै हुँदाखेरि हामीले सिकायौँ भनेदेखि बुढेसकाल भइन्जेलसम्म त्यही बाटोमा हिँड्छ भन्छ। तर अब सानोमा सिकाउनु सकिएन भने चाहिँ त्यो ठुलो भएर सिकाउनु एकदमै गाह्रो हुन्छ, गाह्रो हुन्छ। त्यो तपाईँ पुस्तकमा आउनुहोस् त 22:6 पढिदिनुहोस्। त्यो तपाईँ पुस्तक 22:6। बालकलाई जुन बाटोमा त्यो हिँड्नुपर्छ त्यही बाटोमा तालिम देऊ र बुढो हुँदा पनि ऊ त्यसबाट हट्ने छैन। हेर्नुहोस् त कस्तो राम्रो कुरा। बालकलाई जुन बाटोमा त्यो हिँड्नुपर्छ त्यही बाटोमा तालिम देऊ र बुढो हुँदा पनि ऊ त्यही बाटोबाट हट्ने छैन। अब केटाकेटीहरूलाई हामीले जुन बाटोमा केटाकेटी हिँड्नुपर्छ त्यो बाटोको तालिम चाहिँ अहिलेबाट नै दिनुपर्छ। त्यसो गर्दाखेरि चाहिँ बुढेसकाल भइन्जेलसम्म पनि त्यो बाटोबाट हट्दैनौँ। किनभनेदेखि आदत भइसकेको हुन्छ नि त त्यो बाटो, आदत भइसकेको। आदत भन्ने कुरो त त्यस्तो हो नि त है, बानी त त्यस्तो कुरो हो, आदत भइसकेको हुन्छ। अनि हामीले चाहिँ हाम्रो नानीहरूलाई विश्वासी भइसकेपछि कुन बाटोमा हिँड्नुपर्छ नानीहरूलाई त्यो बाटोको तालिम दिनु पऱ्यो। अब हामीले चाहन्छौँ कि बिहान प्रार्थना गरोस्, स्कुल जानुभन्दा अगाडि, घर स्कुलबाट आएर प्रार्थना गरोस् है, अनि अरू बेला केही नयाँ कामहरूको प्रार्थना गरोस्, अनुशासनमा बाइबल पढ्न बस् बेलुका। त्यस्तो खालको हामीले सोच्छौँ नानीले त्यस्तो गरोस् भन्ने छ भनेदेखि पहिला चाहिँ हामीले घरमा हामीले थाल्नुपर्छ है, पहिला चाहिँ हामीले थाल्नुपर्छ है। यसमा विशेष गरी रोल आमाहरूकै हुन्छ।
आमाहरू बढी ज्यादा बाबाहरू आमाहरू या त कामै जान्छन् र पनि केही मात्र है आमाहरू अलिक बढी हुन्छ। अनि यो रोल एकदम इम्पोर्टेन्ट हो है। अनि त्यसको मतलब यो होइन बाबालाई छुट भन्ने कुरो होइन है, बराबरी नै हो तर पनि केही मात्र भन्ने मात्रै हो। अनि पहिला आफूले चाहिँ घरमा जस्तै अब हामीले बेलुका चाहिँ फ्यामिली प्रेयर गरेको छैन, हामी गर्नु न भनेदेखि चाहिँ नानीले देख्दैन अनि नानीले गर्दैन, त्यो आइतबार यहाँ आएर मात्रै हुँदैन है। त्यो चाहिँ एकदमै इम्पोर्टेन्ट कुरो। अनि प्रार्थनामा बसेको नानीहरूले देख्छ नि त, प्रार्थनामा बसेको नानीहरूले देख्छन् अनि नानीहरूले त्यसरी नै सिक्ने हो, बिस्तारै बिस्तारै सिक्दै जाने। तर अब घरमै त्यो कुरोहरू छैन, प्र्याक्टिसमा छैन भने चाहिँ गाह्रो हुन्छ यो कुरोहरू चाहिँ है। अनि अब बालकलाई सिकाउनु भनेर मात्रै हुँदैन, पहिलो उदाहरण त हामी नै हुनुपर्दछ अनि बाइबलको वचनले त्यसै भन्छ है होइन। तालिम दिनको लागि त आफू तालिम प्राप्त हुनु पर्यो नि त पहिला होइन। अनि यहाँनिर शिक्षा अब केटाकेटीलाई पनि के छ भनेदेखि यो शिक्षाको कुरा आउँदाखेरि केटाकेटीलाई पनि शिक्षाको कुरा आउँदाखेरि यसो एउटा वचन त आउँछ, केटाकेटी नै देखिन मात्र होइन, सबै सन्डे क्लासमै छन् र पनि हामी सुनौँ। हितोपदेश 1 को 8 पद पढ्नुहोस् त। हे मेरा छोरा, हजुर, आफ्ना बाबुको शिक्षा ध्यानसित सुन हजुर, र आफ्नी आमाको अर्तीलाई नत्याग। हेर्नुहोस् त ल। हे मेरो छोरा, आफ्नो बाबुको शिक्षा ध्यानसित सुन। बाबु दिएको शिक्षा एकदमै ध्यानसित सुन्नुपर्छ र आफ्नो आमाको अर्थीलाई नत्याग्नु। आमाले अर्थी दिँदा चाहिँ नत्याग्नु भनेको है। 7 पद पढिदिनुहोस् त। 7 परमप्रभुको भय नै ज्ञानको सुरु हो, तर हजुर। मूर्खहरूले बुद्धि र शिक्षालाई तुच्छ ठान्छन्। हजुर हेर्नुहोस् त, परमप्रभुको भय नै ज्ञानको सुरु हो तर मूर्खहरूले बुद्धि र शिक्षालाई तुच्छ ठान्छन् हुन्छ है। परमप्रभुको भय कति ठुलो हुन्छ। जब हामी परमप्रभुको भय मान्छौँ नि, परमप्रभुको डर मानेपछि नि ज्ञानको सुरु हुन्छ भन्छ होइन। साँच्चै हो, यो त एकदम 100% हो नि त, हामी सबैलाई थाहा छ नि। अब परमप्रभुको डरमा हामी बसेका छौँ भने नि परमप्रभु बोल्नुहुन्छ कि हामी है, हामीसँग आत्मामा बोल्नुहुन्छ नि, आत्मामा बोल्नुहुन्छ अनि हामीले ज्ञान बुद्धि पाउँदै जान्छौँ, हामी भरिँदै जान्छौँ। तर अब डर छैन, लापरवाही जिन्दगी जिएको छ, मनपरी गरेको छ है, अभिलाषामा मन छोडेको छ होइन। प्रभुले सिकाउने सिकाइहाल्छ नि हो भने मनलाई चाहिँ खुल्ला छोडिदिएको छ, स्वतन्त्र ल जहाँ जाने जा छोडिदिएको छ भन्ने त भएन नि त। किनकि संसारमा सबैभन्दा छिटो कुद्ने भनेर मन हो नि त, रकेट भन्दा पनि छिटो मन हुन्छ नि है। मनलाई चाहिँ सम्हाल्नु पऱ्यो, मनलाई सम्हाल्नु, कन्ट्रोलमा राख्नु पऱ्यो। किनकि वचनमा छ नि, जसले आफ्नो आत्मालाई होइन बसमा राख्न सक्छ उसले चाहिँ ऊ चाहिँ सहर कब्जा गर्ने भन्दा महान हो भन्छ। त्यस्तो आत्मालाई चाहिँ बसमा राख्नुपर्छ है। अनि डरमा बस्नु सक्यो भने चाहिँ ज्ञानको सुरु हुन्छ भन्नु लागेको छ। ल आउनुहोस्, अब हामी धेरै हेर्दैनौँ, एउटा हेर्छौँ है आज यहाँनिर, एउटा हेर्छौँ, धेरै हेर्दैनौँ, एउटा मात्रै हेर्छौँ। यो चाहिँ अब जवानहरूको लागि है। यहाँनिर जवानहरूले कसरी आफ्नो चाल सुधार्ने भन्ने कुरोमा चाहिँ भजनहरूको पुस्तक 119 को 9 पद पढिदिनुहोस्। 119 को 9 पद। The book of Psalms, chapter 119, verse 9. जवान मानिसले आफ्नो चाल हजुर के गरेर शुद्ध राख्न सक्छ? हजुर तपाईँको वचन अनुसार त्यसमा ध्यान दिएर नै। हेर्नुहोस् त कस्तो राम्रो कुरा है। जवान मानिसहरूले के गरेर आफ्नो चाल शुद्ध राख्न सक्छ? तपाईँको वचनमा ध्यान दिएर नै भन्नुभयो। वचनमा ध्यान दिएर भने हामीले कहाँ सक्छौँ त? सक्दैनौँ नि, सक्दैन। वचनमा ध्यान दिएर पनि सक्दैन है। वचनलाई पढ्नु पर्यो, कुनै नराम्रो काम गर्नु, कुनै के भनेर ठ्याक्कै वचन आइहाल्छ, वचन आइहाल्छ। के गर्नु खोज्यो वचन आइहाल्छ, तर पढेको चाहिँ हुनु होइन। वचनमा ध्यान दिएर भनेर वचन चाहिँ पढेको हुनु पर्यो अनि आउँछ वचन ट्याक्कै। के गर्नु खोज्यो घोचिहाल्छ, ल वचन त आइहाल्छ, ल यस्तो यस्तो भन्छ, वचनमा यो छ भन्छ हो। के गर्नु खोज्यो अनि वचनमा यस्तो लेखेछ भन्छ, आइहाल्छ ट्याक्कै। यस्तो छ त पढेको हुन्छ आउँछ क्या।
वचनमा ध्यान दियो भने चाहिँ आज जवान मानिसहरूलाई चल्नु पनि एकदमै सजिलो हुन्छ है। वचनमा ध्यान दिएन भने त मन हो छाडा छोडे पनि ड्राइभ नै हुन्छ क्या, नै हुन्छ है। अब विश्वासीलाई चाहिँ यति सजिलो छ, विश्वासीलाई यति सजिलो छ। अब अन्य जातिहरूलाई चाहिँ सरसल्लाह माग्नुपर्छ, सरसल्लाह माग्दै हिँड्नुपर्छ, के गर्नु कसो गर्नु, शिक्षा कस्तो अवस्थामा के गर्ने। अब विश्वासीलाई यति सजिलो छ। अब हाम्रो निम्ति यहाँ प्रभुले बाइबल दिनुभएको छ, राखिदिनु भएको छ। हामीले बाइबल पढ्यौँ भने यहाँनिर ज्ञानको भण्डार है, ज्ञानको भण्डार बाइबल। हामीलाई के गर्नु कसो गर्नु है, केटाकेटीलाई बुढेसकालसम्म कसरी चल्नुपर्ने, कहाँ के कस्तो सबै छ यहाँनिर है। तर फेरि हामी भन्छौँ म पढ्छु कि ब्रदर, तर अलिक बुझ्दिनँ हौ। मैले पनि पहिला पढ्दै बुझ्दिनँ थिएँ क्या। त्यसमा त पढेर मात्रै नहुनुपर्छ नि त, पवित्रतामा रहेर है, अनुशासनमा रहेर जति नियमहरू हामीले पालन गर्नुपर्छ विश्वासी भएको कारणले त्यो नियमहरूमा रहेर शुद्धतामा रहेर पढ्यो भने चाहिँ प्रभु बोल्दै जानुहुन्छ अनि प्रभुले सिकाउँदै जानुहुन्छ। नत्र त्यो संसारको किताब, स्कुलको किताब, कलेजको किताब पढेको जस्तो मात्रै गरेर फरर पढ्यो भने के हुन्छ, पढ्नु त पढिन्छ, पढ्दै गइन्छ, अगाडिको पढेको बिर्सिँदै जान्छ। किनभने टेस्ट त गर्नुपर्ने छैन, स्कुलमा पनि टेस्ट गर्नुपर्ने हुन्छ र पुरा दिमाग खेर लाग्छ। अब यहाँ त त्यसरी राख्दैन, किन म प्रभुै बोल्नु पऱ्यो। सबै चालचलनमा शुद्धतामा रहेर प्रभु बोलेपछि चाहिँ ती कुरो रहँदै जान्छ। नत्र संसारकै हिसाबले पढ्यो भने चाहिँ केही वचन रहँदैन। ल अब हामी सुरुको एउटा वचन पढौँ, त्यहाँदेखि हामी फेरि राम्रो राख्नेछौँ। आउनुहोस् त तितसको पुस्तक, एकजनाले सर्व पढ्नुहोस् ल, विगतको 1 2 3 4 कसैले पढ्नुहोस् तितसमा। तर तिमी चाहिँ खाँटी शिक्षालाई हजुर सुहाउने कुराहरू बोल, हजुर अर्थात् वृद्ध मानिसहरू हजुर सचेत, गम्भीर, आत्मा स्वामी हुन्, हजुर विश्वासमा, प्रेममा, विरसमा पक्का हुन्। हजुर यस प्रकारले वृद्ध स्त्रीहरूको चालचलन हजुर पवित्रतालाई सुहाउँदो भएको होस्। हजुर तिनीहरू न झुटा दोष लगाउने, हजुर न पियाकर हुन्, तर असल कुराहरू सिकाउने हुन्। तिनीहरूले तरुणी स्त्रीहरूलाई सचेत हुन, आफ्ना पतिलाई प्रेम गर्न, हजुर आफ्ना छोराछोरीहरूलाई माया गर्न सिकाउन्। यिनीहरूलाई आत्मस्वामी, पवित्रता, घर सम्हाल्ने, आफ्ना पतिप्रति आज्ञाकारी हुन सिकाउन्, कि परमेश्वरको वचनको निन्दा नहोस्। हजुर आउनुहोस्। अब हामी जति पढ्यौँ अझै फेरि यो पढेको वचनहरूमा हाम्रो प्रभुले है, हाम्रो परमेश्वरले हामीलाई आशीष दिएको। जय मसीह।